धेरै ल्याइदिएन भने यही सिस्नुले पोलाइदिन्छु फेरि। कति बेला त मलाई यो ऐसिल देखेर नि रिस उठ्छ। पहिला हामीले खानी हुने बेलामा मान्छे हुने बेलामा के हुन्थेन, हामीले यस्तो यस्तो निकालेर खान्थ्यौँ। अहिले कोही पनि छैन ऐसिलु, यस्तो छ रिस उठ्छ। म यहाँ हुँदासम्म बिहान साँझ दिउँसो जति बेला पनि खाना छोडेर यही ऐसिलु खाएर बस्छु। अनि त्यसपछि सकाएर जान्छु फेरि फलेको पाकेको जतासुकै जर। रिस उठ्छ भने कति बेला त काफल खाने कि ऐसिलु खाने कि के खानु र म एकजनाले, अरू कोही छैन के अरे घरमा। एउटा बुढा बुढी बाहेक कोही छैन। अनि म के गरौँ? धेरै ल्याइदिएन भने यही सिस्नुले पोलाइदिन्छु फेरि।